प्याटर्न वाज क्वाइट सिम्पल किनभने अब हरेक गेममा नयाँ नयाँ खेलाडीहरूले चाहिँ नयाँ नयाँ तरिकाले आफ्नो प्रतिभाहरूलाई चाहिँ अगाडि लिएर आइराख्नु भएको थियो र आजको गेममा चाहिँ कस्तो थियो फर्स्ट विकेट पार्टनरसिप एकदम राम्रो नै गइरहेको थियो कतारको एन्ड टु ब्रेक द्याट मोमेन्टम एउटा विकेट हामीलाई चाहिएकै नै थियो त्यति बेला र त्यो विकेट पाउनु बित्तिकै आई गेस एभ्री वान डिलिभर्ड सबैले आफ्नो रोलहरू एकदम बखुबी रूपमा थाहा थियो कि के गर्नुपर्ने छ र हामीले सबैले एज अ टिम कलेक्टिभ एफर्ट लगाउनु पर्ने थियो त्यो पनि लगाएर एकदम खुसी छ फाइनल ओभरमा चाहिँ यो सिचुएसनमा पहिला पनि परेको छ कि फाइनल ओभरमा अब मेरो दिपेन्द्र र रोहितको हाम्रो डिस्कसन चलि नै रहेको थियो के गर्ने कसरी गर्ने र आई टोल्ड द्याट के हुन्छ म फाइनल ओभर आज फाल्छु दिपेन्द्रले पनि हुन्छ म पहिला 18 फालेर देन समथिङ वुड बी देयर डिफेन्ड गर्नको लागि सो हाम्रो नर्मली एउटा क्याजुअल टक नै भयो एन्ड युआर जस्ट लाइक हुन्छ नि साथीहरू ह्याङआउट गर्नको लागि एन्ड जसरी रमाइलो गर्नको लागि जसरी हामी च्याट गरिरहेको थियौँ बिकज वी वर कन्फिडेन्ट इनफ नट ओभर कन्फिडेन्ट बट कन्फिडेन्ट इनफ कि जसले पनि लास्ट ओभर फाले पनि विल डिफेन्ड इट आई गेस क्वाइट सिम्पल प्याटर्न थियो कि हरेक ओभरमा सिङ्गल दिए पनि नथिङ रोन क्यान गो टु अवर साइड बट हामीले चाहिँ अझै यो गेममा राम्ररी एउटा नतिजा निकाल्न सक्छौँ त्यही आई गेस यो टिमको जुन एउटा हामी सुरुदेखि नै भन्दै आइरहेको छौँ हरेक प्लेयरसँग चाहिँ त्यो एउटा डोमिनेट गर्न सक्ने एउटा खालको चाहिँ अब एउटा पावर जुन छ प्लेयरहरू चाहिँ जुन तरिकाले आफूले जुन यो टिमभित्र छ अब मोस्ट अफ दि कन्ट्रिजहरूमा कस्तो हुन्छ भने कि त ब्याटिङ हुन्छ कि बोलिङ हुन्छ यहाँ चाहिँ ब्याट्सम्यानहरूले बोलिङ पनि गर्न सक्छ र बोलरहरूले ब्याटिङ पनि गर्न सक्छ टिमसम्म नट टु फर्गेट त्यसरी लास्ट ओभरमा सौदाइले पनि एउटा सिक्स हालेर चाहिँ हामीलाई त्यो मोमेन्टमसम्म लिएर जानुभएको थियो सो आई गेस त्यो मोमेन्टमहरू चाहिँ क्यारी भइरहेको छ र गुल्सन कोइली होस् जे पनि होस् सो आई गेस यो टिमको एउटा सबै ओभरअल प्याकेज जुन छ एउटा ब्याटिङ बोलिङ फिल्डिङ सबै ठाउँमा चाहिँ हामी राम्रो भएको कारणले नै यो टिमको चाहिँ एउटा बलियो पक्ष चाहिँ यो देख्छु जस्ट अराउन्ड द कोर्नर एकदम खुसी छौँ मैले अघि नै म पनि भनेको थिएँ अब पक्कै पनि हामी फेरि 10 वर्षमा आउँदैनौँ पक्कै पनि त्यस्तो हुने छैन र अबको पालि चाहिँ हाम्रो हातमा के छ भने एक जित टाढा छौँ हामी अलमोस्ट त्यहाँ पुगिसकेका छौँ एक जित मात्रै टाढा छ र एक जितपछि चाहिँ हाम्रो लक्ष्य भनेको यो ट्रफी नै घर लिएर आउनु छ र जति पनि नेपाली दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ होइन आमाको दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ सबैको हातमा चाहिँ खुसी ल्याउन सक्नु मैले यहाँ चिप्ले आइरहेको छु कुराहरू र त्यसपछि म तपाईँलाई इमोसन्स बुझ्न सक्छु क्वाइट सिम्पल तपाईँहरूको माया तपाईँहरूको साथ चाहिँ हरेक गेमभन्दा बाहिर सबै सम्पूर्ण ठाउँमा हामी हेर्न पाउने नै छौँ जहिले पनि पाएको छौँ र यसलाई चाहिँ अझै थप ऊर्जाको साथमा तपाईँहरूले जसरी हामीलाई मेसेजहरू पठाउनुहुन्छ ग्राउन्डमा आइदिएर हजुरहरूले आफ्नो साथ हामीले देखाउनुहुन्छ त्यो हामी जुन इमोसन्स प्लेयरले चाहिँ ग्राउन्डभित्र गएर महसुस गर्छ त्यसलाई आफ्नै इमोसन्स बनाएर तपाईँले हाम्रो लागि एकदम प्रे गरिराख्नुहुन्छ त्यो चाहिँ एकदम हृदयदेखि नै म एकदम आभारी छु त्यो कुराको लागि यो टिमको बिहारमा एकदमै हृदयदेखि नै आभारी छु र यो माया चाहिँ यसरी नै रहिरहोस् यो माया भनेको हाम्रो एउटा परिवारसँग सम्बन्धित माया सो यो कहिले पनि